3 4 5 6 7 8 यस्तो यो खाली ठाउँ हैन गएर 25 रुपैयाँको कप चिया है तातो पार्नु पर्छ 50 रुपैयाँ 50 रुपैयाँको एकदम ओरिजिनल चुबारको ओरिजिनल स्पेशलले 50 पर्छ उलाई फेरि 50 छ उलाई 50 को चिया मन पर्छ हैन मलाई फेरि 25 को चिया मन पर्छ उलाई 50 को चिया तँलाई कति ओ सेट फोन फसाल्ला छै ओए मुला कस्तो डर लागिरा मलाई यार ओए फोन गोदामा राख बाइ डर लागिरा भन्दै ओए गाइज म आज अर्काको चाहिँ ज्याकेट लाएर आएको थिएँ हैन 500-600 रुपियाँ पैसा छ के गर्ने साँच्चैको जानु पर्छ हैन बाटो हैन यो चाहिँ बाटो साफ गर्नको लागि नेपाल सरकारको चाहिँ ध्यान आकर्षित होस् भन्न चाहन्छु हेलो गाइज वेलकम ब्याक टु माई न्यू एपिसोड सबजनाहरू स्वागत छ आजको हाम्रो नयाँ एपिसोडमा आज चाहिँ सो यता देख्दा बित्तिकै थाहा पाइसक्नु भयो के हुँदैछ के छ भनेर हैन यता चाहिँ हाम्रा दाइहरु चङ्गाहरू एकदम उडाइरहेका छन् हैन हाम्रो दुईटा केटाहरू छन् केटा हो कस्तो फिलिङ भइरहेको भन त एकदम राम्रो भइरहेको नि भएको थिएन मलाई सो आज चाहिँ दसैँ आएको फिलिङ भएको चोबार है यो चाहिँ चोबारको विशेष भ्लग हो ओ केटा यो ठाउँलाई के भन्छ अरे सो गाइज हामी चाहिँ चोबार नगइकन हामी सिधै मन्जुश्री पार्क जान लागेका छौँ मन्जुश्री पार्क गएर हजुरहरूलाई मन्जुश्री दृश्य होइन हजुरहरूको एकदम कस्तो केटा इडाको केटाहरूले कसो केटा कहाँ ठोक्छ कतिको डर लागिरहेको भन त बाइक देखेर गाडीहरू है एकदम आइरहेका छन् हामी जो यो देख्न सक्नुहुन्छ गुम्बा होइन चोबारको चाहिँ गुम्बा यहाँ मान्छे खिच्यो भनेपछि मान्छे काठमाडौँ गएर थाहा हुन्छ कि केटा चाहिँ मन्जुश्री पार्क भने होइन मन्जुश्री पार्कमा लाने भनेको त जङ्गल कहाँ हो कहाँ जङ्गलमा ल्याएर आइसक्यो यार थाहै छैन मन्जुश्री पार्क कहाँ हो केटा कोही टाढो छ मन्जुश्री पार्क कहाँदेखि अब यहाँबाट धेरै टाढा छैन केटा त्यो सल्लाहघारी यता भन्छन् गर कति टाढा हो गाइज म आज अर्काको चाहिँ ज्याकेट लाएर आएको थिएँ होइन 500-600 रुपियाँ पैसा छ के गर्ने साँच्चैको जानु पर्छ होइन कसैलाई नभने 600 रुपियाँ मलाई माल पऱ्यो होइन 600 के कस्तो यहाँ कसो चेक गरेको होइन 600 रुपियाँ दाम टक्क होइन तिनी कुरो हुँदैन नि त कचको होइन ज्याकेट चाहिँ मेरो चाहिँ यसले मेरो ज्याकेट ला यसको ज्याकेट चाहिँ मैले लाएर आएको यसको ज्याकेट 600 रुपियाँ बाटो होइन यो चाहिँ बाटो साफ गर्नको लागि नेपाल सरकारको चाहिँ ध्यान आकर्षित होस् भन्न चाहन्छु प्रधानमन्त्री सुशीला कार्कीज्यू है सो यो कमसेकम मन्जुश्री पार्क जाने बाटो कमसेकम सफा गरिदिनु ला भन्न चाहन्छु अब हामी कहाँ जान लाग्यौँ केटा मन्जुश्री पार्कको मन्दिर होइन मन्दिरमा जान लाग्यौँ अब आज चाहिँ हाम्रो घुम्ने प्लान छ कहाँ कहाँ हुन्छ थाहै छैन कि अहिले चाहिँ जङ्गल हिँड्दै पशुपति पुग्न सकिन्छ होइन पशुपतिर जाउँला किनभने भन्न चाहन्छु केटाहरूलाई केटाहरूले चाहिँ मान्दैन पढ्नुपर्छ भन्छन् होइन फेरि पढ्ने केटाहरू म मात्रै नपढ्ने बेला किन पढ्दैन गाइज है मन्जुश्रीको मन्दिरको चाहिँ आइसक्यौँ हामी एउटा खबरदार ऐतिहासिक तथा धार्मिक महत्त्व भएको नेपाल केटाहरूले ध्यान मन्जुश्री यहाँ छ यहाँ चाहिँ नपाइने भन्ने हामी चाहिँ बागमती खोला है बागमती खोलानिर आइपुगेका छौँ यहाँको दृश्य हजुरहरूलाई सेयर गर्न गइरहेका छौँ यताको बङ्गाल ओहो कस्तो छ र है बिचमा चाहिँ कस्तो बङ्गाल परेको क्या होइन कस्तो राम्रो भइरहेको देख्न सक्नुहुन्छ बागमती खोलाको हामी यहाँको दृश्य अवलोकन गर्दैछौँ हजुरलाई पनि हाम्रो भिडियो मार्फत दृश्य अवलोकन गर्न
दिनेछौँ चाहन्छु ठुलो सक्नुहुन्छ बग्दैन के भने बानेश्वरतिर बग्दैन भने फोहोर बगाउन सकिरहेको हुँदैन यहाँ अलिअलि सफा हुँदैछ होइन पानी काठमाडौँ जिल्लाको सबभन्दा पुरानो पुल मध्ये एक पुल यो पनि पर्छ हामीले हजुरहरूलाई देखाउँछौँ झलुङ्गे पुलदेखि तलको दृश्य होइन मन्जु ओए मुला कस्तो डर लागिरहेको मलाई यार ओए डर लागिरहेको मान्छे ओए यो हल्ला न डर खानु ओए मुला खस्ला यार फेरि त्यही पुरानो बाटो निस्किनलाई लगाइरहेका छौँ अब हामी कहाँ जान्छौँ अब हामी कहाँ जान्छौँ भन् त चोबार चाहिँ नि टक्क गएर 25 रुपियाँको कप चिया है तातो 50 रुपियाँको एकदम ओरिजिनल चोबारको ओरिजिनल स्पेसलले 50 पर्छ उसलाई फेरि 50 छ उसलाई 50 को चिया मनपर्छ होइन मलाई फेरि 25 को चिया मनपर्छ उसले 50 को चिया तँलाई कतिको चाहियो लेमन टी खाने सिटी खाने लेमन टी और के चिया खाने हो हाम्रो गाउँको तपाईँलाई सपोर्ट गरिदिउँ सो गाइस भाइरल गर्नु पर्यो के यस्तो भएन यार अलि सपोर्ट गर्नु पर्यो राम्रोसँग धब्बा धप गच्चा सब्सक्राइब के बच्चा सब्सक्राइब गरिदिनुहोस् होइन रात भाइरल गरिदिनु त मलाई सो गाइस हामी मन्जुश्री पार गर्न निस्किँदै थियौँ भाइ यो कसको ओए यो कसको होइन तिम्रो के त्यसको दुईजनाको तिमीहरू दुईजना के गर्छौ भाइ दाइ भाइ गर्छौ तिम्रो कति पढ्छौ भाइ भाइ कति पढ्छौ 1 क्लासमा पढ्छौ सुरबिदा ऊ त कुन हो दाइ हो सो गाइस हामी मन्जुश्री पार्कमा चाहिँ घुमेर आइयो बिचारा के हो यस्तो ओए यस्तो के हो के देख्दैछौँ गाइजहरू हामीले यार दसैँको बोकाहरू एक दो तीन चार 5 6 7 8 यस्तरी यो खाली ठाउँ होइन गरेर राख्नुपर्ने हो अनि टाउको पनि काटेको छ त्यहाँ यार मर्या हो कि त्यो ऊ हुन्थ्यो अब यिनी घाँसमा दिने के खाएर होइन रोग लगाएर मर्या हुन् काट्न ल्याएका काठमाडौँ अनि अरूले खान्न नि त यस्तो अनि यहाँ ल्याएर फाल्यो भने त्यस्तो सो गाइस हामी ब्याक टु ब्याक फेरि हामी चोबार आइसकेका छौँ सो त्यता त्यस्तो भिडियो गर्दै सो हामी फेरि चोबार आइसकेका छौँ चोबार हामी यहाँ देखिनुपर्छ केटा यहाँदेखि छिर्नुपर्छ क्या यहाँ जाऊँ न तेरो गाउँ यहाँबाट कहाँ पुगिन्छ त्यहाँ पौडी खेल्न त्यहाँ मैले भन्दै नि कुन चाहिँ छ पौडी खेल्न त्यहाँ बुझ्नु भन्नु लाग्छ हामी अब चोबार गएर 2-3 मिनटको सो गाइस आजको भिडियो कस्तो बनेको छ सो हामीलाई कमेन्टमा भनिदिनु होला गच्चा ड्याङ सब्सक्राइब सेयर लाइक कमेन्ट सेयर गरिदिनु होला र हामीलाई चाहन्छु सँगै चङ्गाहरू आकाशमा उडिरहेका छन् गाउँघरमा पनि दसैँको महसुस भइरहेको सुन केटा चङ्गाहरू देखेर तिमीहरूलाई कस्तो महसुस भइरहेको छ हामी पनि चङ्गासँगै उडे जस्तो महसुस भइरहेको राम्रो भोला गरेर चोबारको दृश्य देख्न सक्नुहुन्छ तुसारा मेला लाग्ने मेला हेला चोबारको माथिको टाढो चोबारको मेला भनेर त्यसलाई के भन्छ केटा गुम्बा चोबारको गुम्बा भनेर प्रसिद्ध भएको ठाउँ अरे
सो गाइस हामी चाहिँ चिया खाने पसलमा आइसक्यौँ होइन चिया खाने पसलमा आएर बियर खाने कुरो मदन बियर खान्छु तिमीहरू कसैले नभने के छ दाइले नभने भन्छ तर हामी नखाने भन्ने सो गाइस कति गफ लाउँछ नि होइन चिया खाने कुरो छ यिनीहरूलाई अफर 25 रुपियाँ अफर छ 25 रुपियाँ जे खान्छ मन छ खाऊ चटपटे आएर चटपटे खाए भइसक्यो होइन मलाई चिया बल्ल आएको छ कस्तो चटपट कति पिरो छ देशी मलमा छ तर पिरो ठ्याक्कै अब नाप्ने मेसिन भएन हामीलाई ए नाप्ने मेसिन छैन सो चिया चाहिँ एकदम दामी छ चोवारमा आएर यति चिया खानु मन छ भने यो पसलमा खाइदिनु होला एकदम दामी बनाउनु मैले चाहिँ खाइरहेको छु चिया चाहिँ यहाँ चोवारमा आएर खाने चिया खानु खाउँ भने चाहिँ है चाय लगभग सो गाइज थ्याङ्क यू सो मच फुल वाच भिडियो आजलाई भिडियो यति नै हुन्छ अल द बेस्ट वेटिङ फर न्यू एपिसोड ओके थ्याङ्क यू सो मच फुल वाच भिडियो वेटिङ फर न्यू एपिसोड